धनबहादुर रिट्ठे मेरो भाइ। अरे तेरी मैं टक्ने धनबहादुर। आज हामी हेर्ने गइरहेछौँ गाइस हाम्रो धनबहादुरको मुभी आइसकेको छ केटा मुभी। वेल द्याट्स अ ओल्ड मुभी अनि हाम्रो रारारानीहरू पनि सबै छन् त्यहाँ। ओके गाइस लेट्स गेट इन्टु द भिडियो। पक्कै पनि जाडो महिनामा सुट गरेको हो क्या चाहिँ होइन खलनायक जाडो महिनामा सुट गरेको मुभी पुरै हेर त कुहिरो सिरो लाग्यो। ओम मङ्गलम विष्णु भगवान सहाय तो विष्णु धनबहादुर रिट्ठे होइन धनबहादुर त होइन होला के हो स्वाहा। अब बिहे सम्पन्न भयो दुलैले दुरालाई सिन्दुर हाल्ने प्योर नेपाली फिल्म बनाउँछ नि केटाहरूले। पक्का खोल्दैछ इन्ट्री हुँदैछ। बस धनबहादुर चस्मा हालेर ओए साले कस्तो प्रेमी हूँ भोका हूँ WWE बोका हो भने हो च्याम्पियन हूँ लिडर हूँ त्यसमा पनि यो रोशनलाई चुस्ने मान्छे मै हुँ। चुस्ने मान्छे मै रे कुरा गर्दै चुस्ने मान्छे मै रे। तेरी आमाको नाम वायात कुरा त बटुकसँग त म पछि कुरा गर्छु पहिला मेरो प्रेमिकासँग कुरा गर्न दे। के हो रोशनी जिन्दगीभर तिमीलाई म चुसुला अनि बिहे अर्कैसँग। रोशनी यसले के भन्दैछ यो भालुको बच्चाले को हो यो? खै बाबा पहिला एकचोटि मेरो खुट्टाको आउला यस्तरी चुस्दिया हो अहिले खुट्टाको औला चुस्दै मेरो पछि लागेछ बाबा। के अरे रोशनी तिमी मलाई चिन्दिनौ म तिम्रो राजा लाउने देशको राजा। लाउने देशको राजा। राजा होस् भने खोइ त तेरो स्लिपेज साले रोशनलाई भगाएको कुरा सुनेर मैले स्लिपेज घरमै छोडेर आएको छु। साले बढी कुरा गर्दैछ सिरिपेस घरमा छोडेर आएको सालेलाई त्यो आइछ साले धुनमार्छ पंगा लिन्छ यार सपनामा समातिर दो सपन देखाउ त। ओ माय गॉड कस्तो फन्नी सपना देखेको के राजा तिमीले? त्यो फन्नी सपना होइन रोशनी एकदम डरलाग्दो सपना। तिमीले बिहे गर्ने केटाको मैले हेर त के चुटाल दिएछु अहिले त सम्झेर पनि हाँसो उठेर आउँछ। त्यो केटालाई अब के रिस गर्छ होला। यस वर्षको भालु पालनको टेन्डर हाम्रो दालदा राजालाई परेको छ। पुष्करजी आफ्नो टेन्डर लिन अगाडि आइदिनुहोस्। मेरो भाइ सन्दीपको इन्टरी भइसक्यो। फिल्म बनाउँछ नि यार केटाहरू एउटा फिल्मको टेन्डर दिनु पर्यो के कुनै प्रड्युसरले हेरेको छैन यार यसो हेर नि यार। फिल्म पनि स्कुलवाला फिल्म बनाएको रिमेक। एकछिन मलाई थाहा छैन यो एरियामा कुनै पनि टेन्डर पर्यो भने त्यसको आधा हिस्सा देवाला बुझाउनु पर्छ भन्ने थाहा छ। यो टेन्डर कसलाई परेको छ यहाँको राजालाई। फोकस हन्ट भइरहेछ के हुन त जमानाको को राजा कसको राजा त्यसकियामा काई पडिया राजा यहाँ सिर्फ देवाको चल्छ मात्र देवाको। ओ देवा मोटा कुरा गर्छस् फेरि यही बन्दुकले ढड्याउ ए साले बन्दुकले ढडाउँछु भन्ने आँट कसरी गरिस्? तँलाई मेरो हतियार देखाऊ खोलु पनि हतियार देखाउनु हुँदैन छोड दे। अब हिन टेन्डर हाम्रो भइसक्यो। सम्झाए आफ्ना राजालाई सम्झाएपछि ठोकिने रहेछ दुईटा हिरो अब ठोकिने होला नि। एउटा साउन्डमा चाहिँ भयङ्कर मेहनत गरे है। साउन्ड एक साउन्ड के भिजुअल भन्दा नै साउन्ड भेरी मच म्याटर। टिकटकको इफेक्ट सब हाल्दै केटाहरूले
बनाएर ल्याएर त यार आम्मामा खुङ्कार बन्दुक बनाएर त यार के हो यस्तो ल बन्दुक कार 98 बनाएछ नि त हो त यार कार 98 साले मेरो बाटो किन्छ कि मलाई परेको टेन्डरको फाइल किन कोसिस खुर्क फिर्ता गर यो त हाम्रो पेसा हो राजा हाम्रो एरियामा टेन्डर पर्ने अनि त्यसको कमिसन हामीलाई नै नदिने हामीलाई कमिसन दिनुपर्छ भन्ने थाहा छैन तँलाई कमिसन लिने तेरो हैसियत पुगेको छैन देवा किनकि हामी कारमा हिँड्छौँ राजा त ठुलै बिजनेसम्यान किन नहोस् तर देवाको एरियामा आइसकेपछि त्यसको टेन्डरको फाइलको 90% सेयर देवालाई बुझाउनु पर्छ भन्ने थाहा छैन तँलाई सेयर मेरो हग्ने ठेला पाइको देवा अझै सेयर मेरो हग्ने ठेला पाइको हैसियत पुगेको छैन कि यो राजासँग तैले कमिसन माग्ने किनकि म कारमा हिँड्छु राजा तेरो त्यो सस्तो कार एकछिन साइडमा राख अब भन्दैले देवालाई टेन्डरको हाफ सेयर दिन्छस् कि दिन्नस् अहिले भर्खर तैले जुन साइडमा राखेको कार छ नि त्यो पहिला आफ्नो ठाउँमा राख म किनकि कारमा हिँड्छु बस कार केटा हामीसँग के छ अरे बाइक छ हामीसँग पनि बाइक छ हेलो राजा तिमीसँग आएको छ हजुर दादा अहिले राजालाई देऊ त्यसो भए ओके दादा म अहिले दिइहाल्छु त्यहाँबाट निस्क्या होला तिमी ओके दादा ओके आज त नारायण दाईको फोन आएर कमिसन बिनाको फाइल तँलाई दिँदै न त यार यो रियल फिल्ममा पनि नारायण दाई छन् एक राजेश हमाल दाजु तर याद राखेस् राजेश दाई तेरो मेरो हिसाब बाँकी रहन्छ है केटा होइन बाइक त खाने राजा 220 छ म बाइकको त्यति भ्यालै छैन पल्सरै हो सबै कारमा छिरेर गयो बस अब अर्को सिन लभ सिन रोमान्टिक सिन रोशनी के गर्न लाग्यो यहाँ लाटी रोजली अनुहार म जे को गरम तिमीलाई के मतलब तिमी मेरो पछि नलाग न मसँग घुम्न हिँड न किन यस्तो ठाउँमा बसिरहेको छौ आऊ बरु घुम्न हिँड जाऊ हिँड नाइ मलाई पर्दैन नचिनेको मान्छेसँग म घुम्दिनँ अरे रोशनी लाज किन मान्छौ जामकै हिँड घुम्न कसैले केही भन्दैन के तिमीलाई खुबै कसैले केही भन्दैन होला रोशनी माल 1500 दिन जाने हो 1500 दिन जाने अरे तैँले मेरो रोशनीलाई यस्तो दुस्साहस कसरी गरिस् रोशनी तिम्रो बोयफ्रेन्ड छ बोयफ्रेन्ड हुनु पनि हुँदैन रोशनी किनकि म तिमीलाई प्रेम गर्छु म तिमीसँग विवाह गर्न चाहन्छु रोशनी हाम्रो बिचमा कोही आयो भने म त्यसलाई त्यही ठाउँको ठाउँ ब्याकग्राउन्ड साउन्ड सुन न ला 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 दिइरहेको छ खतम गरिदिन्छु ए पुरै रोशनी फिल पर्ख्यौ रोशनी पर्ख्यौ नि रोशनी पर्ख्यौ न रोशनी रोक न देवा अगाडि अब भिडियन्त्र परिचय को रोशनी हो तिम्रो भाइ हो मेरो सालो हो यो मेरो साले मुख सम्हालेको उनी मेरो प्रेमिका हुन् आइन्दाबाट रोशनीलाई आँखा हेरिस् भने तेरो आँखा गेडी तान्दिन्छु अनि उनीसँग बोलिस् भने तेरो यो लेब्रो काटिदिन्छु हिँड रोशनी यस्ता 2 कौडीका गुन्डासँग नलाग एक त तिमी पनि 2 कौडीकी छौ झन् -2 कौडी हो नि हिँड बस ट्रेजिक भएको छ रोशनी एकछिन ढोका खोला इमर्जेन्सी काम छ के म तिमीलाई यहाँ एउटा कुरा भन्न आएको रोशनी के कुरा तेरी माँ का भोसड़ा रिश्ते में तो हम तुम्हारे बाप लगते हैं और तुम हमारी माँ बहन कर रहे हो बस डायलॉग दियो चल दियो
मैले तँलाई भन्दा भन्दै रोशनीको घर गएर धम्काउने आँट कसरी गरिस्? घरमा नगएर कि त्यसलाई टोयलेटमा गएर धम्काउ त साले पात त कि साले बस्दा बोल्छ सही ढुङ्गा ठुलो ये भवाल है भवाल अब रोशनी आधे पछि एउटा आएर रोशन रुन्डी तैँले मकन हाने यही किन भने आन ए देवा खायो खायो बाबाले आयो म भन्दिनँ बाबाले आयो मलाई खाने रोशनी कामा रोशनी कहाँ आऊ यस्तो दुखिया मन मेरो रोशनी बाबा दोस्ती आयो। मन हानी कहानी खै देवा त्यस्तो काइ पर्या रोशनीलाई छोड दे हो देवा छोड दे त्यो रोशनीलाई जिन्दगीभर राजाले रोशनीलाई खोप्ला बिहे चाहिँ त गर्लास् बाबा मलाई रोशनी चाहिन्छ म त्यो बिना बाँच्न सक्दिनँ देवा म त्यो रोशनी भन्दा गतिला माल मिलाइदिउँला नरो देवा नरो अब त्यो रोशनीलाई किडन्याप गरेर बिहे तसँग गराउने हो जाम हामी रोशनी कहाँ छौ बा उठाइदिए केटा किडन्याप हामीले तँलाई त्यति बेलै मारिदिहाल्थ्यौँ जब देवा मेरो अङ्गालोमा रोएको थियो हामीलाई पनि केही आश थियो केही पाउँछौ कि भनेर हाम्रो यो सिन त पहिले हेरे हो त मैले त है त यार यही सिन त पनि पहिलोचोटि मैले हेरेको केटाहरू मलाई थाहा थियो त गुन्डा होस् भनेर तर यतिसम्मको निज कुसुन्डो गुन्डा होस् भनेर मैले सोचेकी पनि थिइनँ मलाई थाहा छ रोशनी तिमीले मलाई एक दिन माया गर्छु भनेर भन्नेछौ माया गर्छु भने त्यसैले मैले आजैबाट थुक जम्मा गरेर राखेँ कसैलाई जबरजस्ती गर्दैमा त्यसलाई माया भनिँदैन माया त दुई तर्फी हुनुपर्छ माया त माया हो रोशनी न यो हिजो बदलिएको थियो न आज नै बदलिनेछ हेर हेर सेक्सी भने कि ढाकै हो कसैले देखाउने यहाँ मान्छे छन् सुन्दैन त मैले तँलाई माया गर्दिनँ भनेको तिमीले मलाई माया गर्दिनौ त के भयो म त तिमीलाई माया गर्छु नि नबत्याए मेरो पित्त थैलीमा हेर त थुक्छु म तेरो मायालाई थुक्छु रोशनी के हो यो थुक जस्तो न कस्तो अर्कै चिज खसार हो यो देखिस अरू फालु खरा भेडा फाल्ला मुखमा साले बनायो देवाको फोन आयो अब हेलो ओ साले देवा मेरो रोशनीलाई लगेर कहाँ लुकेको छस्? हजुर यो त मुख लिनु पर्यो हजुर हजुरले कोलाइ गर्न खोज्नु भएको फोन साले धेरै नाटक नगर त देवा नहोस् नाटक होइन हजुर नपत्याए भिडियो कल गर्नु है रोक साले म अहिले त्यही आउँदैछु राजा मलाई समात्ने सपना नदेऊ त मलाई खोज्दा खोज्दै थाक्ने छस् तर त मलाई कहिले भेटाउन सक्ने छैन बुझिस् तैँले दुनियाँ त्यति ठुलो छैन देवा जहाँ गएर त लुक्न सकोस् नपत्ता हे रोशनीको गुप्ताङ्गमा मैले त्यहाँ सिसी क्यामेरा जोडेको छु दुनियाँ ठुलो छ देवा ठुलो छ तँलाई सानो लाग्यो हो 788 वटा मन्दिरमा एउटा मन्दिरभित्र म बसेको छु भेटाउन सक्छस् भने भेटा साले काइ परेका सन्तान सक्छस् भने मेरो अगाडि आएर देखा त एक्लै त्यहाँ कति पुग्छस् राजा म कहाँ एक्लो छु र मेरो राजा मेरो साथमा त मेरो रोशनी छिन् अब तैँले हातले काम चला हातका रेखी मेटिनन् साले हेर्दै जा अब कसले आफ्नो हातले काम चलाउँदो रहेछ म मेरो रोशनीको लागि दुनियाँको भैलाग्दो मान्छे बन्न तयार छु बस यो भाग्यो अब ओए समात भागी थियो समात
हेलो 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 नमस्ते भइगयो अब को हुनुहुन्छ हजुर ए दाइ हटाउनु न गइकिन के को हुनुहुन्छ यस्तो नराम्रो अब तेरो खेल खतम भयो खेल खतम नै राजा नै म देवलाई मार दिन्न राजा नै यो तिमी के भन्दैछौ रोशनी तिमीलाई थाहा छ यो देवा राणे छोरी तिमीलाई किडन्याप गर्ने मान्छे हो मलाई अरू कुरा केही थाहा छैन बस म देवलाई मार्न दिन्न मलाई यति कुरा मात्रै थाहा छ रोशनी सायद तिम्रो मन परिवर्तन भएको जस्तो छ त्यस्तो होइन राजा मेरो मन परिवर्तन भएको छैन राजा बस यति हो कि पछाडि एक्सप्रेसन मेरो पेटमा उहाँको यत्रो बच्चा छ राजा भनेपछि अब यो पाप कसले लाग्छ रोशनी देवा त लिँदै नै म लिन्न हजुर यो म लिन्छु पाप होइन राजाको टाउको लिन्छु आज पुष्कर त अनि ड्राइभर त अनि यो को एक तामानका काँडा गरी ल्याएको छ त कसलाई ड्राइभर भनिस् ड्राइभर तेरी आमा होलिस् मुख सुग्रिहालो राजा तेरो पछि म कति लागे जब एउटा मालको लागि तैँले मैले थप्पड हान्ने अझ कि त छैनस् कि म छैन खुडा पनि लिएर आयो ओरिजिनल खुडा हो फेरि घरतिरबाट यसो होइन व्यवस्था राजा अब त एक्लो भएको छस् रोशनी पनि मेरी केटाहरू पनि आइसके यताबाट पनि त बिचमा परेको छस् अब कहाँ जान्छस् बाबु नारायण दाई आउँछ नि त नारायण दाई फिल्ममा त्यही छ कार नाइटेड बोकेर सज्जनको लागि नायक हुँ दुर्जनको लागि खलनायक हुँ दुश्मनको लागि राम नाम सत्य छ अन्यायमा न्याय दिन काला पहाडबाट नारायण दाई आउँदैछ नारायण दाई के हो नारायण दाई तेरो पनि दाई हुन् क्या हो त म नारायण दाईको कान्छो भाइ ओ माई गॉड जेठो मै त हो त नारायण दाईको भाइ नारायण दाईको साइलो भाइ त मै हो सायद मलाई चिनेन होला साइलो तवस गरे माइलो त मै हुँ ए माइलो त काइलो त म हुँ मलाई चिनिस् म गर्न क्या होइन है म झन् कान्छो भाइ हुँ त कान्छो भाइ म छु यहाँ एकदम दाईको लाडलो भाइ आहा काली पहाडी दाई कति राम्रो ढाका टोपी काँधैमा गलबन्दे शिरमा लाउने शिरको फुला पाउमा लाउने जुत्ता सबै भाइ भाइ स्वागतम मेरा प्यारा प्यारा भाइहरू आज म 36 साल पछि काला पहाडबाट आइरहेको छु मेरो भाइहरूलाई भेट्न अनि केटा तिमीहरूलाई एउटा कुरा थाहा छ कि नै हामी यो 8 भाइको बहिनी चाहिँ रोशनी हाम्रो पाइनएप्पल बहिनी हुन् के पाइनएप्पल बहिनी ओ माय गॉड मेरो बहिनी भेट्टी कडा है कडा तर दामी लास्टको पार्ट चाहिँ यो मेरो हेरेको पनि थिएन द्याट वाज awesome अति बवाल हो तर के हो केटाहरूको भिडियो आउनै छोडिसक्यो फेरि के हो फेरि नयाँ भिडियो पनि आउनु पर्यो छिटो छिटो ल्याउनु पर्यो हामी त्यसकै इन्तजारमा छौँ होइन र आजको लागि यति नै हुन्छ र अर्को भिडियोमा फेरि भेट्ने सँगसँगै लाग्नेछौँ जय नेपाल।